So, hi everybody. I hope you're all well. My name is Mishla Shrestha. I've been here in Melbourne for I think 10 months now, and I've been studying Masters of Finance at Deakin University, and I'm liking my experience here so far. So, thank you. Yeah, the university is huge. Like, it takes like 10 minutes getting like from one class to another. So, I'm really enjoying it, and there's like very diverse culture there. So, it's really good. The support from the faculty as well is very good from Student Central to the teachers, lecturers, everything is smooth till now. So yeah, I'm liking my experience there. यसमा कति how many days you need to go to classes week मा? It depends on the university actually. मेरो चाहिँ 3 दिन जानुपर्छ विकमा हजुर अनि मेरो साथीहरूको चाहिँ they go for like just 1 day. I think it depends on the degree as well. Bachelor's मा चाहिँ they go like more than 4 days medicine fieldsहरूको. हजुर It depends on the university यसमा चाहिँ. अब युनिहरू हुँदाखेरि चाहिँ we can work for 24 hours a week. तर अब as I'm in my holidays right now, I can work full time. Semester र सेमेस्टरको बिचमा अब मेरो 2टा सेमेस्टर छ. एउटा सेमेस्टर सिधेपछि चाहिँ you'll get like 1 week to 1 month holiday. तर long like यो यस्तो summer holidays भनेको चाहिँ 4 महिनाको हुन्छ. So that's the time you can work full time to save up your money. अब personally चाहिँ मलाई चाहिँ job एउटा पाउन चाहिँ अति नै गाह्रो भएको थियो. Unlike like my friends, they got like their job for like within a month, हैन? म चाहिँ यहाँ आएको 6 months सम्म पनि I was like unemployed भनौँ न हैन? तर I didn't lose my hope. I was searching. मैले पाएको चाहिँ थिएँ तर यहाँ चाहिँ यो issue पनि like मेन्सन गरिदिइहाल्छु होइन सबैजनालाई. They just call you for यस्तो ट्रायलहरू and you just have to show like तिम आफ्नो स्किल कतिको गर्न सक्छ भनेर. अनि sometimes they don't call you back, sometimes they call you back. This is just like the trial and error खालि हुन्छ. So it took like 6 months and राम्रो काम पाउनलाई चाहिँ 6 महिना जति लाग्यो मलाई चाहिँ. अनलाइन हजुर अनलाइन यता हामीले जोरा सिक इन्डिड इभन लाइक त्यो कम्पनीको करियर प्रोफाइलहरूमा वेबसाइटहरूमा गएर अप्लाई गर्यो भने चाहिँ इट्स मोर हेल्पफुल. तर यहाँ चाहिँ नेटवर्किङ इज द बेस्ट अप्सन. अब ओके जति मान्छेहरू चिन्नुभयो तपाईँले इफ दे रिफर यु टु अ जब यु मोस्ट लाइकली टु गेट द जब. देन युर लाइक त्यो अनलाइनहरू अप्लाई गर्नुभन्दा चिनेको मान्छेले नै रिफर गर्यो भने चाहिँ सजिलो हुन्छ यहाँ चाहिँ. मेनली चाहिँ रेज्युमेहरू बाँडेर अनि नेटवर्किङ अनि अनलाइन त्यही नै हो यहाँ चाहिँ सबभन्दा धेरै चाहिँ रेफरेन्स हो. त्यसपछि कम्स लाइक रेज्युमे बाँड्ने डोर टु डोर देन अनलाइन. म चाहिँ यहाँ यता स्टुडेन्ट अकोमोडेसनमा बस्छु. So it's a bit expensive than living in a share house. अब share house भनेको चाहिँ तपाईँहरू एउटै कोठामा or एउटै घरमा 4-5 जनाहरू बस्नुहुन्छ. तर म चाहिँ एक्लै एउटा स्टुडियोमा बस्छु अनि it's like $1,400 per month रेन्ट. अब हाराहारीमा चाहिँ I think $1,600 जति चाहिँ खर्च हुन्छ मेरो मन्थली. तर अरू दिन अब युनि हुँदाखेरि चाहिँ मेन्टेनिङ यो असाइनमेन्ट्स अनि अटेन्डेन्स काम गर्दाखेरि चाहिँ अलिकति गाह्रो हुन्छ. त्यस्तो धेरै चाहिँ होइन तर अलिकति चाहिँ गाह्रो हुन्छ. अलिकति बेसिकली त्यो भिजामा चाहिँ यु क्यान लाइक वर्क इन यर फिल्ड. अब तपाईँहरूले डिग्री अब इफ युआर गोइङ ब्याक टु यर कन्ट्री डिग्री मात्रै लिएर त्यो चाहिँ भएन नि त. अब डिग्री लिएर इफ यु गन टेक एक्सपिरियन्स फ्रम यस्तो अस्ट्रेलियन मार्केटबाट एक्सपिरियन्स लिएको त अति नै धेरै मान्यता दिन्छ होइन. अब त्यो गर्नलाई चाहिँ देव सेपरेटेड अ डिफ्रेन्ट भिजा फर ग्रेजुएट्स लाइक अस. इट डिपेन्ड्स अन द क्वालिफिकेसन. अब ब्याचलर्सको लागि चाहिँ इफ आम नट रङ है यो चाहिँ अब ब्याचलर्समा चाहिँ यु क्यान स्टे फर लाइक 2 वर्षको पाउँछ क्या अरे. अनि मास्टर्सको चाहिँ 3 वर्ष अनि पिएचडीको चाहिँ अप टु 4 इयर्स. मैले हेर्दाखेरि चाहिँ फास्ट फुडहरूमा धेरै काम पाउँछ कि स्टुडेन्ट्सहरूले. त्यही भएर त्यस लाइक अब स्टुडेन्ट्सहरू धेरै जस्तो त्यहाँ चाहिँ लिनुहुन्छ जब खोज्नलाई चाहिँ. एसिसी चाहिँ आई लर्न थ्रु यो इन्स्टाग्राममा एड आएको थियो अनि आई वाज लाइक अब मेरो कलेज चाहिँ आई वेन्ट टु इजलिङटन अनि त्यही भयो. अनि म क्लास सिद्धिने बेलामै लाइक मेरो 3.5 त्यो सबै क्लासहरू सिधेपछि आई वेन्ट टु एसिसी अनि काउन्सिलिङ गर्नलाई के चाहिँ डकुमेन्टेसन चाहिन्छ होला. म 1 वर्ष अगाडि गएको एसिसी अप्लाई गर्नुभन्दा अगाडि नै. ओके अनि के चाहिँ चाहिँदो रहेछ डकुमेन्ट्स होइन पहिला नै प्रिपेयर हुँ भनेर. अनि त्यहाँ म्यामले चाहिँ राम्ररी नै भन्नुभयो यो युनिभर्सिटीहरू छ तिमीसँग टाइम छ सो रिसर्च अबाउट देम तिमीलाई कुन युनि जानु मन छ अनि यु कम ब्याक भनेर. अनि म 6 महिनापछि गएको म्यामकोमा फेरि एसिसीमा. अनि सी लाइक लाइक पापा
जाने बेला भयो भने अब पिटी क्लासेस पनि मैले सरी पिटी क्लासेस पनि मैले त्यहीँबाट गरेको त्यसलाई एउटा डिसिजनमा स्टिक हुन नसकेको बेलामा सी लाइक गिभ मी अ क्लियर पाथ ल यो गर न त भनेर अनि आई थिङ्क द्याट्स वाट आई निडेड द मोस्ट त्यति बेला सो आई एन्डेड अप विथ एसिसी एन्ड आई डोन्ट रिग्रेट इट युनिभर्सिटीको बारेमा राम्ररी रिसर्च गरेर आउनु पर्यो एन्ड द लोकेसन एज वेल लाइक दे हेभ टु बी प्रिपेयर अब यहाँ आएर उनीहरू आई सी अ लट अफ स्टुडेन्ट्स स्ट्रगलिङ यहाँ रुमहरू पाउनलाई सो यु हेभ टाइम नेपालमा सो रिसर्च अबाउट द लोकेसन युनिभर्सिटी एभ्रिथिङ यु नो होइन बिफोर कमिङ हियर आई थिङ्क त्यही नै हो मेन्टली प्रिपेयर चाहिँ हुनुपर्छ यहाँ आउनलाई चाहिँ मेहनत चाहिँ गर्नु पर्यो मेहनत चाहिँ त्यहाँ नेपालदेखि नै गर्नु पर्यो हल्का Thank you so much. So what do you recommend that यहीँबाट research गरौँ? First of all, research about your university, research about your location. Yes. If networking छ भने यहीँबाट networking गरेर it's better to look for accommodation and also maybe part-time Yes. job को लागि पनि if you have referrals, I think that is what you would recommend, right? Yes. Great. So I had few questions. I think I have covered up everything I had. Let me see if there is anything from the student who have joined. केही छ भने तपाईहरुले comment box मा लेख्न सक्नुहुन्छ. We can take it up if anything is there. I think 12 of them, 16 of them are with us. केही छ भने तपाईहरुले सोध्दा हुन्छ. I'll just put that questions again in front. Meanwhile, पहिला हामीलाई आएको क्वेशनमा केही छुट्यो कि भन्ने म हेरिहाल्छु. या साँच्चै एउटा अर्को छ कि इज देयर एनी स्किल जसमा चाहिँ पार्ट टाइम जब सजिलै पाउँछ विच स्टुडेन्ट क्यान प्रिपेयर इन नेपाल इटसेल्फ जस्तो हुन्छ नि बरिस्ता सिक्ने या कल्चरल नेल पेन्टिङहरू सिक्ने इज देयर एनी स्किल विच इज इन डिमान्ड यु वुड रेकमेन्ड पहिले सिकेर आउनु I think I would recommend barista skills. I regret not taking the training, होइन तर I've heard like नेपालको र यहाँ अस्ट्रेलियाको चाहिँ प्रोसेस totally different हो तर that doesn't matter like तपाईहरुले टिकटक इन्स्टाग्राममा मान्छेहरुले बोलेको देखे you just know how to use the coffee machine होइन you just have to be confident and you have to show that you're willing to learn as you go त्यो एउटा willingness चाहिँ देखाउनु पर्यो अरूलाई एकोमोडेसन त आई थिंक यु आर इन हाउसिङ त्यो कलेजका युनिभर्सिटीको एकोमोडेसनमा हुन्छ तर जेनरली मान्छेहरूले कसरी खोज्छ त्यहाँ दोज हु stay outside it's through again networking or how it is हजुर नेटवर्किङ पनि भयो यहाँ यो फेसबुक ग्रुप्सहरु पनि धेरै छ हैन मैले म यो डिकिनको नै स्टुडेन्ट अकोमोडेसनमा हैन अर्कै अकोमोडेसनमा हो सो आई सर्च यता वेबसाइटहरु छ टन्नै वेबसाइटहरु छ लाइक यु गेट युज्ड टु इट अब नेपालदेखि नै यु क्यान सर्च फेसबुक ग्रुप्सहरु हुन्छ आई सी अ लट अफ ग्रुप्स त्यो अब स्टुडेन्टहरु बेला मेल बनाउँदैछु यति बेला ब्रिज बनाउँदैछु एउटा रुम खाली छ भने स्टुडेन्ट हो म भनेर एउटा पोस्ट हालिदिनुहुन्छ त्यो पनि देखेको छु तर द मोस्ट इजिएस्ट अकोमोडेसन टु गेट इज यो युनिको तर इट्स अ लिटल बिट एक्सपेन्सिभ अब आफ्नो बजेट अनुसार पनि भर पर्छ त्यो चाहिँ सो एयरपोर्टबाट तपाई कहाँ जानुभयो डाइरेक्ट दैट इज समथिङ इन्ट्रेस्टिङ एयरपोर्ट once you landed where did you go I went to my relative actually. पहिल्यै मैले हैन म आउँदैछु मलाई 1-2 हप्ताको लागि भए पनि ठाउँ एउटा बनाइदिनु भनेर तर I ended up staying 6 months there. Okay. That's funny. अनि म पछि यहाँ मुभ भएको. कुनै साथीहरु चाहिँ मेरो सिधै नेपालबाट नै रुम खोजेर सिधै रुममा पनि गएको छन् हजुर